चिनो ग्रहण गरिदिनु हुन पञ्जाबी टर्काका सञ्चालक उत्तम व्यवसायी यादव चुडानीज्यूलाई पनि मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै राणा किराना पसलका सञ्चालक होमनाथ राणाज्यूलाई पनि मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै राजापानी मदिरा पसलका सञ्चालक अमर छेडीलाई पनि मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै ट्रेडर्सका सञ्चालक अमर छेडीज्यूलाई पनि मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। मनकामना ट्रेडर्सका सञ्चालक मनकामना मेटल उद्योगका सञ्चालक युवा व्यवसायी खेल प्रेमी समाजसेवी शङ्कर कार्कीज्यूलाई मायाको चिनो ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै मायाको त्यस्तै एम्बुलेन्स सञ्चालक संघका अध्यक्ष वा प्रतिनिधि ज्यूलाई मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै हाम्रो ६औं मुहान क्लब ६औं मुहान नकआउट क्लब प्रतियोगिता 25 गतेदेखि आज 3 गतेसम्म सुरक्षा निर्वाह गरी कार्यक्रमलाई सुरक्षित साथ सम्पन्न गराउने हुने अहम भूमिका निर्वाह गर्नुहुने सुरक्षाकर्मी प्रहरी प्रतिनिधि वा प्रमुखज्यूलाई मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै सशस्त्र प्रहरी बल त्रिपुराका प्रमुख अथवा प्रतिनिधिज्यूलाई मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै बाणिगा 4 निवासी समाजसेवी सागर पोखरेललाई मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै युवा समाजसेवी आदरणीय व्यक्ति योगेन्द्र मल्लज्यूलाई मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै बाणिगा 4 निवासी बाणिगा 3 कर्महना निवासी मनकामना काष्ठ उद्योगका सञ्चालक प्रेम थापाज्यूलाई मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र अतिथि वर्ग समाजसेवी यहाँ उपस्थित हुनुभएका सम्पूर्ण ज्यूले मायाको चिनो अर्पण गरेर घर जानुहुनलाई अनुरोध गर्न चाहन्छु। त्यस्तै जति मैले नाम सुन्नु भयो होला भनेको त्यस्ताले लिएर जानु होला। त्यस्तै इलाका प्रहरी त्रिपुराका प्रतिनिधि वा त्यस्तै स्वास्थ्य कर्मी प्रमोद गेवाली ज्यूलाई मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। मायाको चिनो अर्पण गरिदिनु हुन चन्द पोलिक्लिनिकका सञ्चालक दिपेन्द्र चन्दज्यूलाई मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। दिनज्योति मोबाइलका सञ्चालक ज्यू मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै युवा समाजसेवी कुशल नेतृत्व कर्मी बारङ्गा 3 बारङ्गा 4 गजहरा निवासी मुक्ति प्रसाद गैरीलाई मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै बुद्ध आवाज र बुद्ध टेलिभिजनका पत्रकार मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
नेपालीमा हजुर याम डबल ओ ओके डबल ओ त्यस्तै आजका मेरा जैसा अतिथि वडा नम्बर 4 का वडा सदस्य युवा समाजसेवी चिनको थारूज्यूलाई पनि मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अति माथि गयो त्यो हजुर त्यस्तै मायाको चिनो अर्पण गर्ने कार्यक्रम जारी नै राख्न चाहन्छु। के हामीले मोबाइलले जित्यो यार लाइभ हालिदियो त के अरे प्लेन टिकट हालिदियो त फेसबुकमा पेटी सकेर तनाव भयो नि यार त्यस्तै विशेष योगदान पुर्याउनु हुने आमा समूहका नवज्योति आमा समूहका अध्यक्ष वा प्रतिनिधि मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै मुस्कान आमा समूहका अध्यक्ष अथवा प्रतिनिधि मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी सिर्जना आमा समूहका अध्यक्ष वा प्रतिनिधिलाई मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। तिम्रो भाइ त आएन नि त हो आशिष यार कहाँ गयो बे पढाइन्छु भनेपछि आउँदै आएन नि त यहाँ त यार पेनाल्टी सुटआउट फेसबुकमा हाल्दैछु है गाइस मायाको चिनो ग्रहण गरिदिनु हुन यस क्लबका सदस्य तथा खेलाडी बारङ्गा 3 चम्कीपुर निवासी मिलन थापाज्यूलाई मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै मायाको चिनो अर्पण गरिदिनु हुन बारङ्गा 4 निवासी समाजसेवी तथा पूर्व खेलाडी क्लबका सदस्य योजन लामिछाने ज्यूलाई मायाको चिनो अर्पण गरिदिनु हुन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। नाम भन्दै पटापट भन्दै गरे के त्यस्तै बारङ्गा 4 झुगा निवासी सहयोगदाता मनिष थापाका परिवार वा जो कोही हुनुहुन्छ मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। के भयो कार्यक्रम ढिलो नगरौँ न यार भाइ पान ल्याऊ एउटा भाइ एउटा पान ल्याऊ त त्यस्तै मायाको चिनो अर्पण गरिदिनु हुन कपिल वस्तु वन पैदावार संघका अध्यक्ष युवा समाजसेवी क्लबका सल्लाहकार आदरणीय व्यक्ति नरेन्द्र सेनलाई मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अगाडि नबस अगाडि त्यस्तै मायाको खुल्लु थियो त्यस्तै
मायाको चिनो अर्पण गरिदिनु हुन सहयोगदाता पूर्व खेलाडी तथा क्लबका सदस्य फरेन्द्र प्रताप सेनका श्रीमती सगुन मल्लज्यूलाई मायाको चिनो अर्पण ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै कपिल वस्तु दर्शन समाज झुगा एकाइका अध्यक्ष श्री मुक्ति बहादुर मल्लज्यूलाई मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै मायाको चिनो अर्पण गरिदिनु हुन युवा समाजसेवी पेलेन्टिक हाल्नै पाइएन यहाँ तनावमा पेटी भ्याइएर सल्लाहकार मदन शाहीज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। गइसक्नुभयो। त्यस्तै मायाको चिनो अर्पण गरिदिनु हुन युवा व्यवसायी समाजसेवी जय माता दी डीजे एन्ड टेन्ट हाउसका सञ्चालक सन्तरामज्यूलाई पनि मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै मायाको चिनो ग्रहण गरिदिनु हुन गजहरा पेट्रोल पम्पका सञ्चालक नवराज भट्टराईलाई मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै बाडङ्गा 4 झुगा निवासी श्री प्रसाद राणाज्यूको श्रीमती लाई पनि मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै रोशन छेत्रीका युवा समाजसेवी र क्लबका पूर्व खेलाडी तथा सदस्यका मुवा आउनुभएको छ, उहाँलाई पनि मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। खुच्चीहरूलाई के त्यस्तै गरी युवा समाजसेवी बाडङ्गा 4 झुगा निवासी सहयोगदाता आदरणीय व्यक्तित्व चन्द्रलाल चालिसेको परिवारलाई मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै युवा समाजसेवी सहयोगदाता आशिष बोमरेल बाडङ्गा 4 झुगा निवासी उहाँको परिवारलाई पनि मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। खै त छैन यार। त्यस्तै गरी विकास थापा बाडङ्गा 4 झुगा निवासी सहयोगदाता पूर्व खेलाडी तथा क्लबका सदस्य ज्यूका बुवा आदरणीय व्यक्तित्व मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी मायाको चिनो अर्पण गरिदिनु हुन सुरेश प्रताप सेनका बुवा भरत प्रताप सेनलाई मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। युवा समाजसेवी सहयोगदाता पूर्व सुरेश प्रताप सेन पूर्व खेलाडी तथा क्लबका सदस्य आदरणीय व्यक्ति उहाँका बुवा ज्यूलाई मायाको चिनो अर्पण गरिदिनु हुन
हार्दिक अनुरोध गर्दछु। सेकेन्डको प्राइज दिएर यसो भएन कि यार त्यस्तै गरी मायाको चिनो अर्पण गरिदिनु हुन आज 6औं मुहान खुल्ला नकद फुटबल प्रतियोगिताको फाइनलमा आफ्नो नृत्य प्रस्तुत गर्नुभएका बहिनीहरूलाई मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सुजिता सेन, अनिमा सेन, उषा रेशमीज्यूलाई। तुलसी ओ तुलसी त्यो पैसा निकाल्नु त साथीमा भएन र आजको 6औं मुहान खुल्ला नकद फुटबल प्रतियोगिता 25 गतेदेखि 3 गतेसम्म आफ्नो अहम भूमिका निर्वाह गरी यस कार्यक्रमलाई सम्पन्न गराउनु हुने रेफ्री महोदय प्रकाश नेमाङज्यूलाई पनि बायाको चिनो अफर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै रूपेन्द्र गुरुङज्यूलाई पनि मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै विक्की राणाज्यूलाई पनि मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै सूर्य पोखरेलज्यूलाई पनि मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। बाबु र अब जुन यस 6औं मुहान खुल्ला नकआउट फुटबल प्रतियोगिताको रनर अप हुनुभएका न्यू बुद्ध स्पोर्ट्स युवा क्लब बारगंगा 10 बनकच्चीका खेलाडी साथीहरूलाई हाम्रो स्टेजको अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। र मैले नाम उच्चारण गर्नेछु, कृपया क्रमबद्ध मेडल र प्रमाणपत्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। डिफेन्डिङ चार्जर निकालिदिनु त 2005औं संस्करणको डिफेन्डिङ च्याम्पियन र 6औं संस्करणको रनर अप हुन सफल भएका खेलाडी साथीहरूलाई मेडल र प्रमाणपत्र हस्तान्तरण गरिदिनु हुन नेपाल वन पैदावारका अध्यक्ष नरेन्द्र सेन, यस क्लबका अध्यक्ष इन्द्र बहादुर सेन र प्रमुख अतिथि राजापानी सामुदायिक वन उपभोक्ता समितिका समूहका अध्यक्ष आदरणीय व्यक्ति सीता पौडेल ज्यूलाई संयुक्त रूपमा प्रदान गरिदिनु हुन अनुरोध गर्दछु। तल राख्नु रोहन बिका टीम क्याप्टेन बनकच्ची न्यू बुद्ध स्पोर्ट्स युवा क्लब बनकच्चीका रोहन बिका, करण छेत्री, सुमित मल्लह, रोहन थापा
रोशन थापा, सन्दीप थारू, सुजित थारू, सुरज केसी, फागुराम थारू, रविन थापा, सुभाष चौधरी, काने कालो, निखिल नेपाली, सुमन खेम्चा, विनायक थापा, विनायक गायक प्रेम थापा, रोहित थारू, निरज थारू, त्यसै गरी टिम कोचमा अर्जुन चौधरी, टिम म्यानेजरमा सन्दीप सुनार। सम्पूर्ण खेलाडी साथीहरू कृपया लाइनबद्ध भएर मेडल र प्रमाणपत्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। बुढीलाई छोड्ने क्या होइन अब बिहा होइन यसै क्रममा छैठौं बुहान खुल्ला नकआउट फुटबल प्रतियोगिताका च्याम्पियन बन्न सफल एफसी बुहान का खेलाडी साथीहरूलाई प्रमाणपत्र र मेडल ग्रहण गरिदिनु हुन र च्याम्पियनलाई प्रमाणपत्र र टल्के क्या हो जुगिँदा पछि हट्छ न जुगिँदा हट्छ न भयो के त जुगिँदा हट्छ आउनु न के त भयो त छुनु नि त अगाडि आएन त्यसलाई चिल्लाई रोशनको नाम लेख्यो त भयो खिच मिडफिल्डरको गेम र त्यस्तै विधागत रूपमा आजको टुर्नामेन्ट भरिको बेस्ट मिडफिल्डर हुन सफल भएका रोशन थापाज्यूलाई ट्रफी सहित नगद पुरस्कार अर्पण ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसको भनिदिनु क्या अब फटाफट र डिफेन्डिङ च्याम्पियन अहिलेको रनर अफ न्यू बुद्ध स्पोर्ट्स युवा क्लबलाई मायाको चिनो
र मायाको चिनो अर्फर गरिदिनु हुन न्यू बुद्ध स्पोर्ट युवा क्लबका म्यानेजर टिम कोचलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै आजको च्याम्पियन बन्न सफल एफसी बुहानका खेलाडीहरू मेडल तथा प्रमाणपत्र ट्रफी ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दै डिफेन्डर सिटेर भन्दैौ न यार तिमी नबिराइकिन फटाफट इन्डिभिजुअल भन्दैौ न यही छु क्या अङ्कल लेखेको मेहनत त म्याच देऊ न पहिला मेहनत त म्याचको ल्या छैन अब तिनीहरू त्यताको छैनन् कोही पनि र त्यस्तै मेन अफ द म्याच बन्न सफल प्रतीक सुनारज्यूलाई ट्रफी नगद पुरस्कार सहित अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै बेस्ट गोलकिपर प्रतीक सुनारज्यूलाई ट्रफी र नगद पुरस्कार अर्पण ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै बेस्ट डिफेन्स कमल छेत्रीज्यूलाई ट्रफी र नगद पुरस्कार ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै राइजिङ प्लेयरका रूपमा अश्विन छेडी मगर घोषित हुनुभएको छ र ट्रफी र नगद पुरस्कार ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै त्यस्तै बेस्ट प्लेयर अफ द टुर्नामेन्ट हुन सफल एफसी बुहान क्लबका आशिष पुन्ज्यूलाई ट्रफी र नगद पुरस्कारसित शर्मा इलेक्ट्रोनिक र फर्निसिङ सेन्टर राजेश तिवारी ज्यूबाट बेस्ट प्लेयर अफ द टुर्नामेन्ट ज्यूलाई गिफ्ट प्रदान सौजन्य गर्नुभएका राजेश तिवारी ज्यूले मायाको चिनो दिनुभएको छ र आजको बेस्ट प्लेयर अफ द टुर्नामेन्ट हुन सफल आशिष पुन्ज्यू। टल्कियो के यार बेस्ट डिफेन्स कमल छेत्री।
टोल्के त्यस्तै बेस्ट गोलकिपर प्रत्येक सुनार कृपया ट्रफी र नगद पुरस्कार अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। किपर किपर त्यस्तै हाई स्कोर गर्न सफल ओए पछि हट्ने भयो दाइ बस्नु ल बस्नु आज एउटा यता हेर्नु हाई स्कोर एफसी बुहान निलोका दर्शन बिका 4 गोल सहित टुर्नामेन्ट भरिको हाई स्कोर हुन सफल गर्न सफल रहनुभएका दर्शन बिकालाई ट्रफी र नगद पुरस्कार अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। दर्शन छैन त्यस्तै गरी च्याम्पियन बन्न सफल एफसी मुहानका खेलाडी साथीहरूलाई प्रमाणपत्र र मेडल ग्रहण गरिदिनु अनुरोध गर्दछु र के भयो यार त्यस्तै टिम क्याप्टेन सन्जु सेन प्रत्येक सुनार आशिष पुन आशिष गेवाली केशव नेपाली आशिष राणा सन्दीप श्रेष्ठ कमल छेत्री समीर थारू सदीप केसी हरि बुढा मगर सुनार सुन्दर पल्ली मिलन थापा सुभाष विका विमल रजाले अभिशेष चन्द ठकुरी रतन शाही एउटाले त हातमा मेडल छोपिदियो त गाना बजाउनु हो गाना छैन गाना बजाऊ एफसी मुहानवाला गाना बोला गाना है गाना सानो भयो कि यार ए आउनु हो कोसँग छ एफसी मुहानको गाना एफसी मुहानको गाना गाना छैन बे गाना बजाउन बे गानै छैन त एफसी मुहानको लाओ भनेको मेरो फोनमा हाजे लगान त यहाँ फोन दौ त ला ल माइला तेरो मोबाइल लिएर हटा 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 यसो दादाजी तुलसी अङ्कल हो को रन अङ्कल राम त छैन हाम्रो गाना जिरा फोटो गाने काम त यार यही छ यार गाले नि यहाँ अगाडि यार बस्नु हो अनि खाँचक चाहिँ अङ्कल जानु अङ्कल अङ्कल जानु न हजुर जानु के गीत बजाउनु नि टोल्की हतमा के भयो सिनेमेटिकमा भिडियो बनाउनै भान्छु ए खिचेको खिच्यो कि क्लियरै आएन बे गीत के हो रोक्नु दे रोक्नु दे रोक्नु
हजुर हजुर भन्नु न भन्नु के भइरह मोहन को गर्जन मोहन मैदान हल्लाउँदै मोहन कपिल वस्तुको सान मोहन झुक्न दिने छैन छद्रा र सूर्य हरेक गेममा गुङ्गिन्छ हिप हिप हुर्रे हिमलभन्दा त हाम्रो टिम छ विपक्ष टिमलाई हर्ने डर छ फुटबल हाम्रो नसा नसामा छ फुटबलको माहौल बनाइरहेछ गोल गोल आवाज फुटबलको राजा एफसी मोहन बजाउँछ बाजा एफसी मोहन को गर्जन एफसी मोहन मैदान हल्लाउँदै एफसी मोहन कपिल वस्तुको सान एफसी मोहन झुक्न दिने छैन छद्रा र सूर्य हरेक गेममा गुङ्गिन्छ हिप हिप हुर्रे हिमलभन्दा त हाम्रो टिम छ विपक्ष टिमलाई हर्ने डर छ एफसी मोहन एफसी मोहन एफसी मोहन त्यस्तै गरी भएको चिनो ग्रहण गरिदिनु हुन विशिष्ट अतिथि र यस 6औं मुहान खुल्ला नकआउट प्रतियोगिताको प्रमुख प्रायोजक रहनुभएका आदरणीय व्यक्ति एकछिन रोकैमा आउँछ सिमीघाट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अध्यक्ष युवा समाजसेवी आदरणीय व्यक्ति गणेश बहादुर सिंह ठकुरीज्यूलाई बाएको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै आजका प्रमुख अतिथि यस 6औं मुहान फुटबल प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि आदरणीय व्यक्ति राजापानी सामुदायिक वन उपभोक्ताका अध्यक्ष कुशल महिला नेतृत्व कर्मी आदरणीय व्यक्ति सीता पौडेलज्यूलाई मायाको चिनो अर्पण ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। बत्ती मिलेन के त्यस्तै पन्जाबी तड्काका सञ्चालक ज्यूलाई मायाको चिनो अर्पण ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र मायाको चिनो अर्पण गरिदिनु हुन युवा समाजसेवी बाडङ्गा 3 राजापानी निवासी सञ्जय थारू ज्यूलाई मायाको चिनो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। मेन अफ द म्याच खेल भरिको स्पोन्सर प्रायोजक पनि सञ्जय थारूले नै गर्नु भएको थियो। उहाँ मायाको चिनो अर्पण ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै आजको कार्यक्रम हामी अन्तिम अवस्थामा आइसकेका छौं र त्यस्तै भएको चिनो अर्पण फोटो त अहिले आइहाल्छ नि
ज्यूलाई मायाको चिलो अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै कार्यक्रमको हामी अन्त्य अवस्थामा आइसकेका छौँ। आजसम्म यस 6औं महान फुटबल प्रतियोगितामा भव्य शब्दका साथ सम्पूर्ण सहयोगदाता, खेलप्रेमी, दर्शक महानुभाव लगायतका सम्पूर्ण प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छु। र आजको कार्यक्रमको समापन गर्नका लागि यस महान युवा क्लबका अध्यक्ष आदरणीय व्यक्ति युवा समाजसेवी इन्द्र बहादुर सेनज्यूलाई आज यस कार्यक्रमको समापन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हेलो, धन्यवाद सञ्चालक भाइ। यस 6औं मुहान कपमा पाल्नुहुने प्रमुख अतिथिज्यू र विशिष्ट अतिथिज्यूहरू र सम्पूर्ण आगमन दर्शक वृन्दहरू र मेरा प्यारा खेलाडी साथीभाइहरूलाई म यस समापन भएको घोषणा गर्दै आगामी दिनहरूमा फेरि राम्रो कामहरू समापन भएको घोषणा गर्दै मेरो 2 शब्द टुङ्ग्याउँछु। धन्यवाद। गेमबाट भइरहेलाई अहिले भर्खरबाट स्टार्ट अहिले भर्खरबाट लाइभ कति बेला गर्ने लाइभ यो त यो पुरस्कार दिँदाको यो गेमको चाहिँ अर्कोमा केसमा फेसबुकमै हो किन प्लेन्टिङ हानेकै के अरे गर्ने ब्याट्री सकेर हालिदिएकै फेरि पछि के अरे भिडियो गरेर हालिदियो के फिर फेसबुक में बाल तो तू ठीक ही कहता है। तुहार हम जान देख के मन सुन्दर भाइ टाउकोमा ह्यान्डलमा जो पाके ह्यान्डलमा ओइ ನನ್ನ ಬದುಕು ಈ ರೀತಿ ಆಗುತ್ತೆ ಅಂತ ನಾನು ಯೋಚನೆ ಮಾಡೇ ಇರಲಿಲ್ಲ. ಎಲ್ಲವೂ ಚೆನ್ನಾಗಿಯೇ ಇತ್ತು. ಸಾರಿ ಇಟ್ಕೋ, ನಾನು ಹೇಳ್ದೆ ಅಲ್ವಾ ಸೆಡೆ ಪೀಸ್ ಅಂತ.
ಹೇಳ್ತಿರೋ ಈ ಪ್ರೀತಿ ನನ್ನನ್ನು ह्यान्डलमा सोमा भाइ ह्यान्डलमा सोमा न दुइटा ह्यान्डलमा हिँड्नुलाई यहाँ छ है केटाहरू अब आज एकदमै उ भयो कहाँ गएछ सुन्यौ भन केटाहरू के भयो दोस्त ल नाममा बाँधेन पो एउटा फोटो हालिदिनु एउटा डिकेको एउटा फोटो हालिदिनु त